हामी चाहिँ है साइकलमा होइन काममा जाँदै थियौँ। हो मेरो दाइ छ है, साइकलमा काममा जाँदैछौँ हामी। जाडो लास्टै छ है, लास्टै कुहिरो। हामी चाहिँ साइकलमा हिँडेर टक्क दाजुभाइ कामतिर, काममा त जानै पारो। जति जाडो भए पनि यस्तै जाडो हुन्छ इन्डियामा, जाडो मौसममा टक्क पारामा है चाहिँ हिँड्नु पऱ्यो है। कामतिर काम गर्नु पऱ्यो नि त, साइकल चलाउँदै सरेर हामी चाहिँ रमाइलो गर्दै दाजुभाइ हामी जाँदैछौँ साइकल सरर साइकल राइड। बस हेर्नु यस्तो हुन्छ है, इन्डियाको बसहरू पनि सेम हो नेपालको जस्तै। पछाडि केही देखिएन कि यस्तै हो। हामीलाई चाहिँ लास्टै जाडो भएर यस्तो लाग्दो रहेछ कि है। जाँदैछु साइकलमा, अगाडि अब जो पनि आउन सक्यो। अहिले जाँदैछौँ है, जानुपर्ने भयो कि सो यस्तै हो। अब उहीँ गएर देखाउने छु अगाडि है। अहिले म चाहिँ साइकलमा छु, बाइकमा भए पुरै सिन देखाउनुहुन्थ्यो। सो अहिलेलाई यति यहाँसम्म, फेरि काममा गएर देखाउँला। त्यति बेला लाइक सब्सक्राइब गरेर कमेन्ट गरेर बस्नु होला। साइकल टक्क लगाएर है, यो मेरो साइकल हो, यो दाइको साइकल। यो हाम्रो साथीको भनौँ अनुजको है। टक्क काम चाहिँ यस्तो, यसलाई गुरुद्वारा भन्छ होइन। टक्क जाँदैछु, केटाहरू काम गर्दैछन् टक्क पारामा। यो हाम्रो अनुज दाइ हाम्रो काम हुँदैछ। यो चाहिँ छोटो दाइ टक्कै सुरुमा यहाँ यस्तो छ, उसले लगाउन थालिसक्यो। त्यसको अहिले हामी काम गर्छौँ। त्यसो थियो है, हामी यहाँभित्र आएको है। यो मान्छे यहाँ त आँटा गुनिरहेछ, आँटा गुनिरहेछ है टक्क पारामा। अनि यहाँ यस्तो छ के बन्छ, सब्जीहरू बनिरहेछ, उस्तादहरू टक्क पारामा। यहाँ पानी भयो, सर्छ कमल क्याटरिङ। अब हामी चाहिँ काम गर्छौँ है, अब अड्डा सड्डा लाउने यताउता। यो देखो गुस्सा हो क्या, यसै मजाक चल्ता रहता है, मजाक भइरहन्छ यहाँ है टक्क पारामा। उस्तादजीले खाना बनाइरहनु। उस्तादजी ये क्या है? दाल मखनी है, ठिक छ ल। यहाँ पानीहरू छ, अहिले यो पानीहरू त लाग्छ होइन। ठिक छ ल हामी चाहिँ काम गरिन्छ है ल है। हामीले चाहिँ गुरुद्वाराबाट लिएर टक्क चाय पिउँदै है, हाम्रो यता पिउँदैछन् चाय। अहिले कुलिप लगाउँदैछ टक्क पारामा गुरुद्वाराको अगाडि। हाम्रो छोटू भाइ ये क्या पी रहे? चाय है ना, रसियन पी रहे हैं। ये देखो यस्तै हुन्छ नि फेरि यहाँ पनि ढुङ्गा धेरै ठुलो होइन, छोटो मिठो राम्रो हो कि। यस्तो पार्टी हुनुपर्छ है नेपालमा नि यार होइन। टक्क पारामा हामीले चाहिँ है चाय पिउँदैछ। अरे प्लेट भी आएगा, चम्मच भी आएगा मेरे भाई, प्लेट चम्मच सलाद। अरे रुक तो जा, एक बार लगाने तो दे, टेबल पर रखने दे, खाली जगह देख लेंगे, उस हिसाब से कर लेंगे। ऐसे कर पीछे तो बात नहीं समझते यार, हम ल है हामी चाय पिउँदैछौँ। बात को आ जाती हो रात को। प्रयास कर, अभी बिल्डिंग एक बार बना के काम नाम है नहीं तुम्हारा। लास्टै जाडो छ गाइस, असाध्यै। बाहर दिखाना दोनों दिखा लिया मैंने ब्लॉग चैनल
छेउनोक चेन मला मैले चाहिँ है यहाँ दुध उभालिरहेको छु मस्त पारामा यो चाहिँ कफीको लागि हो यता छ यो टेन्ट सट्ट पारामा यहाँ सलाद काटिँदैछ यो सलादको सामान है त्यो चटनी यहाँ भाँडा साँडा धुने तर मैले यहाँ चाहिँ दुध उभालिरहेको छु त्यहाँ तन्दुर छ यस्तै हो यी हाम्रो चाहिँ त्यो उसहरूमा हुन्न काम प्यालेस हुँदै होइन यस्तो बाहिर बाहिर घरहरूमा जस्तै प्रोग्रामहरू हुन्छ नि त्यहाँ हुन्छ सो यी दुध उभालिरहेको छु आनन्द अहिले भित्र कफी बनाएपछि मैले हजुरलाई कफी बनाएको भिडियो देखाउने छु सो यो यिनी चाहिँ टेन्टवाला हो सो यस्तै छ यी दुध उभालिरहेको छु होइन हाम्रो चाहिँ यस्तो होइन कि यार यस्तैमा हो कि हुने हाम्रो त्यो प्यालेस पुलिसमा होइन यस्तै हामी कोही गराउनहरू यस्तै होइन कसैको घरमा प्रोग्राम छ भने बिहाहरूमा मात्र हो अनि अहिले यो सलाद काटिसकेपछि फेरि यो सलादको पनि हजुरहरूलाई देखाउने छु कस्तो देखिँदो रहेछ भनेर यहाँ चाहिँ है यहाँ ट्याक्क पारामा है कफी छ यहाँ कफी बनिन्छ म चाहिँ काम गर्छु यसमा चिनी छ है यसमा चाहिँ हाम्रो खासमा यो हुने हो यस्तो ढक्क पारामा यस्तै हो टक्क यहाँ यत्तिकै भाँडा धोइरहन् सलादको भइसक्यो हो टक्क होइन बनिरहेछ त्यहाँ गरम पानी ट्याक्क यो उस्तादजी अनि यहाँ हाम्रो म्यानेजर एकवटा सब हुनुहुन्छ त्यहाँ तन्दुरी रोटी पछाडि ओ भाइ साहब अब चीनी जा रहा है फिर तुम मोबाइल लगा रहा है यहाँ छोटे ये हमारे उस्ताद का टैलेंट है देखो ऐसे बना जाता है क्या बनता है सूजी हलवा सूजी का नहीं है सूजी का नहीं करा रहे हैं लोग यार ये सूजी का नहीं है तो 5-10 मिनट सूजी का है अच्छा घंटे से बोल रहे बेचारा अब हामी भित्र जाँदैछौँ भित्र गएर सलाद देखाइन्छ यहाँ भाँडा लिएर आउँदैछन् टक्क पारामा है अब मैले हजुरहरूलाई सलाद देखाउँछु टक्क यो नि सलाद अब यहाँको सेटअपहरू देखाइदिन्छु हजुरहरूलाई वो पहले काम कर जा यो चाहिँ है हाम्रो के भन्छ अरे मिठा है मिठामा आउँछ हाम्रो यो ट्याक्क है यो पनिर है अनि यो दाल मखनी अनि यो चावल है रोटी खोल पहले जो लकड़ी रोटी खोल पहले हलवा है साइकलमा टक्क ल्याइदिनु हिँडेको दोकान धेरै टाढा छैन हजुरले मैले कमल क्याटरिङ देखाउने छु सो हेर्नु ल नाइ म जाँदैछु
साइकलमा टक्क पारेमा यो हेर्नुहोस् टक्क साइकलमा जाँदैछु मैले हजुरलाई दोकानमा गएर है म चाहिँ दोकानमा जाँदैछु जग छुटेर है त्यसलाई देखाउने छु दोकान सो यहाँदेखि गएर टक्क होइन हाम्रो कमल क्याटरिङ देखाउने छु सो म मार्केटमा आएँ अहिले है मार्केटमा आइसकेँ टक्क पारेर साइकलमा आइदिएको टक्क पाएर जाँदैछु म है अब दोकान आउँदैछ टक्क पारेर दोकान आइसकेँ कमल क्याटरिङ भनेर लेखिसकेँ टक्क पाएर तर यतादेखि बन्द रहेछ अब हामीलाई घुमेर आउनुपर्छ त्यसपछि अब जानै पर्यो घुमेर होइन उता टेन्टवाला गहन दुकान खुल्ला छ कि नै सोधिहाल्नु पर्यो ओ छेडी भैया दुकान खुला है दुकान खुला है नहीं जग हैंडल वाला जग नहीं है यार जग छुटेछ यार बेलामा आए यार यिनीहरू के थाहा दुकान खुल्ला छैन कि होइन दिक्कत हुन सक्थ्यो यता पछाडिबाट टक्क यता नि रोड छ टक्क जाँदैछौँ यहाँदेखि हामीले चाहिँ सामान लिन्छ ट्रकहरू कहिले कसो अनलोड लोड गर्नुपर्छ यहाँ आइन्छ यहाँदेखि सामान चाहिँ टक्क बाटोमा अब यसलाई ट्याक्क बन्द गर्नु पऱ्यो साइकल यहाँ राखिदिएर स्याट्ट पारेमा ल कसको स्कुटी रहेछ यहाँ टक्क म आइसकेँ दोकानमा है यत्रो सब सामान छ यो सब क्याटरिङको सामान हो यो सबै है कमल क्याटरिङ डियो डोङ्गाहरू पनि तिनी डोङ्गा तिनी यहाँ चाहिँ प्लेटहरू यस्तो हुन्छ टक्क फुलहरू होइन एउटा ह्यान्डलवाला जग दिनु पऱ्यो ये ठिक छ यार होइन टक्कै यस्तो छ यहाँ कुर्सीहरू टक्क भएर होइन यहाँ टेन्ट टुन्ट छ होइन यही हो कमल क्याटरिङ ल टक्क पारेर कमल क्याटरिङ यस्तै छ ल म चाहिँ जग लिँदै टक्क पारेरमा है जगको लिएर जानु पऱ्यो होइन अब जग लिएर जान्छु कसरी लिएर जानु साइकलमा चाहिँ एउटा हातमा फोन एउटा हातमा त्यो लान गाह्रो हुन्छ सो अगाडि मैले अरू भिडियो अगाडि देखाउने छु है हजुरले लाइक सब्सक्राइब गर्नु भएन चाहिँ गर्नु है फेरि त्यहाँ फेरि हेर्नु नडराउनुहोस् लाइक सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् गर्नु भएन भने हेर्नुहोस् पाप लाग्छ सो म जाँदैछु यत्रो मेहनतले बनाउँछु हेर्नु गएर फेरि एडिट गर्नु पऱ्यो है सो मेरो सेकेन्ड भ्लग हो यो म हजुरहरूलाई हरेक भ्लगमा यति भ्लग भयो भन्ने चाहिँ भनिदिन्छु यो यसमा चाहिँ हाम्रो तन्दुरी रोटी लाग्छ है कहिले चिकनहरू नि बनाउँछन् कहिले के है टक्क जाँदैछु ल अरू चाहिँ म उता पछि देखाउने छु सो अहिलेलाई यति यहाँ क्याटरिङसँगको दुईवटा हातमा ल्यान गाह्रो हुन्छ नि त सो थ्याङ्क यू